मुसाले पनि प्रयास गर्छन् आफ्नो साथी बचाउन मान्छेले जस्तै। वैज्ञानिकहरूको नयाँ अध्ययनले एक चमत्कारी घटनाको पर्दाफास गरेको छ, जसले मुसाहरूसँग सम्बन्धित एक अनौठो र दिलचस्प व्यवहारलाई उजागर गरेको छ। यस अध्ययनले मुसाहरू आफ्नो साथीको ज्यान जोगाउनको लागि मान्छेको जस्तै प्रयास गर्दछन्। एक मुसा अचेतो पर्छ, अर्को मुसा त्यसलाई बचाउनको लागि सक्रिय रूपले प्रयास गर्दछ। यसमा विशेष कुरा के हो भने तिनीहरूले श्वास नली खोल्नको लागि आफ्ना जिब्रोको प्रयोग गर्दछन्, जुन एक अत्यन्त असाधारण र अद्वितीय प्रकारको सहयोगी व्यवहार मानिन्छ। यस घटनाले प्राणीशास्त्र र चेतनशीलता सम्बन्धी नयाँ सोचको सुरुवात गरेको छ, जहाँ मुसाहरूले परिपूर्ण र जटिल सामाजिक व्यवहार देखाउँछन्। अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका छन् कि मुसाहरू पनि मानवीय स्तरको सहकारी र इमोसनल प्रतिबद्धता देखाउँछन्, जसले तिनीहरूको सामाजिक संरचनालाई थप गहिरो बनाउँछ। यो अध्ययनले प्रकृतिको अद्भुतता र विभिन्न प्रजातिको बीचमा रहेको अनौठो र गहिरो सम्बन्धलाई उजागर गर्दै वैज्ञानिक क्षेत्रलाई नयाँ दिशा दिइरहेको छ।